हेलो साथीहरू, म के भन्न चाहन्छु भने सबैजनाले चाहिँ हैन मेरो एउटा हैन खासमा मेरो एउटा युट्युब च्यानल छ। युट्युब च्यानलको नाम चाहिँ इट्स मी किरण मगर भन्ने छ। त्यो मेरो च्यानल हो। सबैजनाले लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। र खास चाहिँ म गाडीभित्रबाट चाहिँ तपाईहरुलाई केही कुराहरु भन्न गइरहेको छु। हिजो साँझ हामी अब त्यस्तो केही पनि थिएन। एउटा बोलेको अब उहाँ सरको मेरो त हैन, खासै म त्यस्तो पर्वहरुप्रति त्यति चासो राख्दिन। हाम्रो नमरा सर हुनुहुन्छ, उहाँले चाहिँ पार्टी हान्नुभयो 12 प्याक कोरोनाको, त्यो पनि ठुलो बोतलमा। अनि त्यसको असर हो यो फेसमा पनि। र उहाँले हिजो साँझ उहाँले एउटा फैसला गर्नुभएको छ। उहाँ अब पुन मगर रहनु भएन, लाङ्गाली भइसक्नु भयो। उहाँको युट्युब च्यानल पनि हेर्न सक्नुहुन्छ, पुन मगर नमराज लाङ्गाली मगर छ। सबैजनाले त्यो पनि लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। उहाँ चाहिँ एकदमै अहिले पपुलर भ्लगर पनि हो। उहाँले हिजो मात्रै अब 3035 चाहिँ युट्युबबाट निकाल्नु भयो। राम्रो, उहाँको कमाइ पनि राम्रो छ हैन। जसले जति जे भने पनि डलरकै मायाले भिडियो बनाइन्छ साथीहरू हैन। भोलि सब्स्क्राइब, लाइक, कमेन्ट हुन्छ। र भोलि आउने दिनमा राम्रा अब सन्देशमूलक भिडियो पनि म बनाउने छु हैन। म राजनीतिक विश्लेषक त होइन, तर 2-4 वटा कुरा कसैलाई केही भन्न सक्छु जस्तो लाग्छ। भनी माग्न पनि सक्छु, भन्न पनि सक्छु। त्यो मेरो राइट्स हो हैन। मेरो भ्लगमा म जे हाले नि मेरो इच्छा कुरा। मलाई सब्स्क्राइब नगर्नेलाई म गाली पनि गर्न सक्छु नि हैन। त्यो मेरो पर्सनलको कुरा हो। अनि के खिचिराख्नु भएको छ हजुरलाई केही अन्दाज छ कि छैन यार? मलाई सबै अन्दाज छ। मैले भिडियो खिचिरहेको छु। मलाई सब्स्क्राइब नगर्नेहरूलाई म गाली पनि गर्न सक्छु। र अहिले अब राजाको विषयमा बोलौँ भने के बोलौँ हैन, मसँग त्यति टाइम छैन त्यो, किनकि त्यो पछितिर फर्किने कुराहरू खासै अहिले म गर्न चाहन्न। म अघितिर बढ्ने कुरा गर्न चाहन्छु। र अघि बढ्नको लागि अब यहाँ ड्राइभ थ्रो यति नजिकै छ। ड्राइभ थ्रोमा यति पैसा डिपोजिट गरेर अब यहाँबाट अघि बढ्ने कुरा गरिरहेको छु मैले। म यहाँबाट अघि बढ्छु। र विशेष गरेर मेरो युट्युब च्यानल हेर्नुहुने सबैलाई चाहिँ धेरै धन्यवाद। सबैले माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला हैन। अब तपाईहरुमा राम्रो भिडियोहरु, राम्रा त त्यस्तै हो। मेरो विचारबाट मैले सक्ने जति केही नयाँ कुराहरु लिएर अबको दिनमा म आउने छु। र नवराजी के भन्न चाहनुहुन्छ तपाई? एकछिन, तपाईको फेस बिना त मेरो युट्युब च्यानल नै अधुरो छ त। म चाहिँ अब रस यति नजिकै भएकोले अब तलदेखि माथि एउटा सेट मलाई आज सपिङ चाहिँ म गएको भनाइअनुसार रोजमा जाने नजिकै एउटा सपिङ सेन्टर छ, हामी जान्छौँ। त्यहाँ पनि मैले के किन्नुहुन्छ म भिडियो म तपाईलाई देखाउँछु हैन। ल अहिलेलाई चाहिँ बाइ।